ल है साथीहरु, आज चाहिँ म एकदम युनिक तरिकाले खिर बनाएर खाँदैछु। आज चाहिँ बुढीको लागि व्रत बसेको थियो, त्यही भएर आज चाहिँ खिर बनाएर खान थालेको। टक्क यो चाहिँ 2 पोका दुध हाल्ने हो, अनि फेरि यो काजु किसमिस। अब यसमा हालिदिन्छु टक्क यो काजु किसमिस, अनि यो चकलेट हालिदिन्छु। चिनीको बदला यो चकलेट हाल्दैछु म चाहिँ टक्क। टक्क यसमा चाहिँ दुध हाल्दैछु। दुध चाहिँ टन्नै हालिदिने हो। मजाले 1 पोका यो दुध भयो, अनि फेरि अर्को पनि यो पनि दुध हो। तल्लो दुध हालिदिनु मजाले, अनि त्यसमाथि फेरि यो केरा, सट्ट केरा हालिदिने। खिर पाक्दैछ युनिक तरिकाले। बुढी यहाँ त छैनन्, अब बुढीको लागि व्रत बसेको। बुढीलाई सुख शान्ति र सधैँ खुसी आउन् भनेर अलि नेपाल गएपछि अब आउने केही दिनमा उनले सोचेको सधैँ पुरा होस्, उनीलाई सधैँ खुसी राख्न पाऊँ भनेर मात्र सधैँ बसिन्न, यस्तो तरिकाले व्रत बसिन्छ। अनि यता चाहिँ तयारी हुँदैछ पूजासुजा गरेर, अनि फेरि टक्क अनि फेरि बल्ल व्रत तोड्ने हो। ल अब पूजा पनि गरेर भइसके। पूजासुजा गरेर चाहिँ अब खिर खाने हो। साथीहरु, यो युनिक तरिकाको खिर पनि तयार भइसक्यो। म व्रत पनि तोडेर भइसक्यो। अब चाहिँ टक्क खाने हो साथीहरु। फाइनली यसरी चाहिँ बनाउन सकिन्छ घरमा, युनिक र नयाँ तरिकाले। टक्क देशी घिउ हालेर है।